नमस्कार हजुर। ए सर हजुरको शुभ नाम चाहिँ भनिदिनुहोस् न। मेरो नाम पुण्यराज चाङदेम्बे, इलाम सामुदायिक कृषि क्याम्पस, यो चाहिँ इलाम नगरपालिकाद्वारा सञ्चालित ए हजुर हजुर रहेको छ। पूर्वाञ्चल विश्वविद्यालयबाट चाहिँ सम्बन्धन प्राप्त रहेको छ। म चाहिँ यहाँ चाहिँ विगत 3 वर्षदेखि बागवानी विषयमा उपप्राध्यापकको रूपमा कार्यरत रहेको छु। 4 वर्ष सेमिस्टर सिस्टमको 8वटा सेमिस्टर सिस्टमको कोर्स हो हजुर। र यो चाहिँ देशैभरिको यहाँ चाहिँ लगभग हाम्रो पश्चिममा कालीकोट, डोल्पा, हुम्ला, जुम्ला देखि यता पूर्वमा अब सबै जिल्लाहरूबाट हुनुहुन्छ। हजुर यो चाहिँ क्याम्पसले सञ्चालन गरेको गोलभेडा यो कुन जातको रहेछ सर? यहाँ दुईटा थियो, सकल एक भनेर सृजना। ए हजुर। यसमा चाहिँ यो यस्तो यो फल छाट्ने सम्बन्धी अनुसन्धान भइरहेको थियो, कतिवटा राख्ने दाना। ए हजुर। यदि काँक्राको व्यावसायिक तथा अब अनुसन्धान पनि हुन्छ। हजुर लेख्नु छ अनुसन्धान भइरहेको थियो यो ठाउँको लागि चाहिँ कुन राम्रो हुन्छ।